सदन छिर्न नपाउँदै हर्क साम्पाङको कडा एन्ट्रीले मच्चायो तहल्का। पहिलो बैठकमै एमसीसी खारेज गर्ने कडा प्रस्ताव। भर्खरै आफ्नो आधिकारिक पेज मार्फत नवनिर्वाचित सांसद हर्क साम्पाङले नयाँ संसदको पहिलो बैठकमै लैजाने 4वटा कडा एजेन्डा सार्वजनिक गरेका छन्। उहाँको पहिलो र सबैभन्दा कडा माग हो विवादित एमसीसी सम्झौता खारेज। त्यस्तै दोस्रोमा शिक्षामा आमूल परिवर्तन, तेस्रोमा सीमा रक्षा र सीमावर्ती क्षेत्रको विकास र चौथोमा एक पालिका एक उद्योग सहितको आर्थिक विकासको प्रस्ताव रहेको छ। सडकदेखि सदनसम्म नझुक्ने हर्क साम्पाङको यो कडा स्ट्यान्ड तपाईलाई कस्तो लाग्यो? के बालेन नेतृत्वको नयाँ सरकारले यो प्रस्ताव पास गर्ला त? कमेन्ट गर्नुहोस् र भिडियो शेयर गर्नुहोस्।